जीपीकी पत्नीले शर्मा थरको व्यक्ति घरमा आएपछि लफडा भएको भन्दै पहिलो पटक खोलिन् मुख। उषाले नै आफ्नो श्रीमानलाई दुःख दिएको जीपीकी कान्छी श्रीमती सबिनाको यस्तो दाबी। यस्तो छ वास्तविकता। पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्कीको जाहेरीमा उनका पूर्वपति जीपी तिमेल सेनालाई प्रहरीले पक्राउ गरेको छ। उषाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। यो घटनामा जोडिएकी अर्की पात्र हुन् जीपीकी कान्छी पत्नी सबिना अधिकारी। उषासँग डिभोर्सपछि जीपीले सबिनासँग विवाह गरेका थिए। उनले पहिलो पटक यस प्रकरणमा मुख खोल्दै उषाको तीव्र आलोचना गरेकी छिन्। उषाले मिडियामा चलाएको हल्लामा कुनै सत्यता नभएको समेत बताइन्। जीपीले घरबाट निस्केर जा भनेर कहिले पनि नभनेको दाबी गरिन्। उषाले स्ट्याटस लेखेको दिन के भएको थियो त? सबिनाको भनाइ यस्तो छ। अस्तिदेखि नै केस चलिरहेको थियो। म 3-4 दिन नेपाल बाहिर थिए। त्यो घटनाको दिन म घरमै बसेर इन्डिया जानलाई प्याकिङ गर्दै थिए। 81 अगाडिपट्टि बाउ छोरा खेलिरहेको ठाउँमा आवाज आयो। राति भए पनि पोलको लाइटमा बच्चाले खेल्न मन गरेको भएर ब्याडमिन्टन खेलिरहेका थिए। त्यत्तिकैमा उहाँ उषा खड्कीको गाडी आयो। गाडी चाहिँ एकजना केटा मान्छेले हाकेको थियो। शर्मा थरको व्यक्ति जो उहाँको पुरानो साथी हुनुहुन्छ। वीरगञ्जदेखि नै पुर्याउन आउनु भएको थियो। उहाँ को कस्तो सम्बन्ध हो हामीलाई केही थाहा छैन, तर पहिलेदेखि नै उहाँको साथी हो। डिभोर्स हुनुभन्दा अगाडिदेखि नै जीपीलाई थ्रेट दिन्थे। उषाजीसँग खटपट भएपछि बेला बेलामा निहु खोजी राख्थे। उहाँको पनि केस अदालतमा छ। श्रीमती विरुद्ध डिभोर्सको मुद्दा हालेका रहेछन्। त्यसबेला उहाँलाई पनि भक्तपुर प्रहरीमा ल्याएर सोधपुछ गर्दा म उहाँहरूको फ्यान हो, त्यस्तो केही गर्दिन भनेर सरी भन्नुभयो र मिलापत्र भएछ। उषाजी आफैले हङ्गामा मचाउनु भएको हो मिडियामा। जीपी चुपचाप सबै कुरा बच्चाको लागि सहेर बस्नुभयो। उहाँले 4 वर्षसम्म धेरै मिल्ने कोसिस गर्नुभयो। त्यो बुटिक पनि उहाँकै पार्टनरसिपमा थियो। उहाँले नै एकलौटी बनाइदिनु भयो। उषाजीले धेरै बार्गेनिङ गर्नुभयो। 8 लाखको हिराको हार डिमान्ड गर्नुभयो। त्यो पनि दिनुभयो। 4 वर्षसम्म अथक प्रयास गर्दा पनि घर मिल्न नसकेपछि अन्तत डिभोर्स भयो। मसँग त धेरै पछि मेरो बुबा र जीपीको बुबा अत्यन्त मिल्ने साथी भएको हुनाले उहाँहरूको सहमतिमा विवाह भएको हो। बिहे भन्दा 1-2 महिना अगाडि मात्रै कुराकानी भएर कार्तिकमा उहाँसँग मेरो भेट भएको हो। हाम्रो बिहे भएपछि फेरि उषाजीले मनगढन्ते कहानी बनाएर मेरो चरित्र हत्या गर्ने गरी आरोप लगाउन थाल्नु भयो। उहाँलाई द्वन्द्व खुब मन पर्छ र अवैधानिक सम्बन्धको लालछना लगाउन उहाँलाई मन पर्छ। शर्माजी घरमा बेला बेला आउँदै जीपीलाई थर्काएर जाने गर्नुहुन्थ्यो। अस्ति 17 गते बेलुका बाउ छोरा खेलिरहेको बेला शर्माले आँखामा लाइट बाल्दिनु भयो र हर्न बजाउनु भयो। ब्याडमिन्टन खेलिरहेका जीपीलाई रिस उठ्यो र गेट आउट भन्नुभयो। त्यसपछि त्यो मान्छे गयो। उषाजी भित्र आएपछि द्वन्द्व मचाउनु भयो। तँलाई मार्छु काट्छु, त नयाँ श्रीमती लिएर आउने, मैले नहुने भन्दै सबै फोहोरी गाली गर्नुभयो। छरछिमेकी सबैले सुनेका थिए। म बाहिर जाने तयारीमा थिएँ। भोलिपल्ट बिहानै हिँडे। म बाहिर गएपछि समाचारहरू देखे। मैले मेरो ट्रेनिङ बिग्रिन्छ भनेर मैले धेरै न्युज हेरिन। म योग विज्ञान सिक्न इन्डिया गएको थिएँ। त्यहाँ 3-4 दिन मलाई कन्सन्ट्रेट हुन गाह्रो भयो। म हिजो बेलुका आइपुगे। हामी कानुनी प्रक्रियामा जान्छौँ। अहिले हामी छलफलमै छौँ। एउटै घरमा छौँ। सहमतिमा जाउँ भन्दा उहाँ म एक्लै घरमा बस्न पाउनुपर्छ, तिमीहरू घरबाट निक्लिनु पर्छ भन्नुहुन्छ। त्यो घर जीपीले अहिलेसम्म किस्ता तिरिराख्नु भएको छ। सिद्धार्थ ब्याङ्कबाट लोन लिएर बनाएको घर हो। उषाले तिललाई पहाड बनाउनुहुन्छ। छिमेकीलाई सोध्नुहोस् यो घर कस्तो थियो र अहिले कस्तो बनाएका छौँ। उहाँका बाउआमा पनि हामीले नै पाल्नु पर्ने। घरको बिजुली पानीको खर्च 6-7 हजार आउँथ्यो। अहिले 17-18 हजार आउँछ। त्यो पनि हामीले नै तिरिरहेका छौँ। उहाँ चाहिँ मिडियाबाजी गर्ने, चरित्र हत्या गर्ने, अपवाह फैलाउने गर्नुहुन्छ। उहाँले पुलिसलाई जीपीलाई 1 दिन भए पनि जेल हाल्नै पर्छ भन्नुभएको छ। बाहिर एउटा रूप, भित्र अर्कै चरित्र छ उहाँको। हामीले सीसीटीभी र अडियो रेकर्ड पनि राखेका छौँ। उहाँका बाउआमा दिदी बहिनी सबै अहिले घरमा 8-10 जना छन्। हामीले हेपेको भए उहाँहरू त्यहाँ कसरी बस्न सक्नुहुन्थ्यो। घर जीपीको नाममा दर्ता छ। छोराको स्कुल फी महिनाको 30-32 हजार छ। छोरीको कलेजको 35-37 हजार छ। त्यो सबै जीपीको अकाउन्टबाट पे भइरहेको छ। जिम्मेवारी कसले उठाएको छ भन्ने कुरा सिद्धार्थ ब्याङ्क वा स्कुल कलेजमा गएर बुझे हुन्छ। उहाँ झुटको खेती गरेर अपवाह फैलाइरहनु भएको छ। जीपी र उषाका 2 छोराछोरी उषासँग बस्छन्।